अब त्यो नवीन खड्का चुटी तिमी छौ कि छैनौ हैन म हल्का पिस हानेर आउँछु तिमी छौ भने साढे भाइ म बनेर हामी तीनजना साढे बनेर खेल्छौँ ल यसपछि रोयल होलिडेज एन्ड ट्रेकिङ सिस्टम अरे को यो लामो 10,000 हालेको छ त म प्रिन्सेस मोमोको पैसा आएको 10,000 ए ठिकै छ बहिनीहरू थ्याङ्क यू सो मच ल हामी चाहिँ गेम खेल्थ्यौँ है पैसाको कुरा नगर है अबदेखि मसँग ल पैसा फेरेर आउँछु साढे भाइ त हामी त है वाटर बोय वाटर बोय वाटर बोय वाटर बोय वाटर बोय वाटर वाटर बोय अरे वाटर बोय वाटर बोय अरे वाटर पानी ये गाड़ी भाग यार हेलो साढे भाइहरू दादा दादा यस्तो चर्को त बोल्दैन थियो त साढे त यार होइन नि दादा अझ मलाई धुवाले हानो नि दादा केले हानेर तलाई धुवाले हानो नि दादा के को धुवा खाइस टायरको धुवा खाएर आइस क्या त त कैसा लगा मेरा मजाक दादा दाजुहरू आउनु भएको थियो घरमा दादा चिकन मात्र भनेको छ है दादा ल ल भाइ ल तिनटै भाइहरू जाउँ न त है तिनटै एउटै भाइ उता प्रिमक्सतिर जाउँ न हुन्छ दादा हुन्छ दादा ल ल यो नम्बर 2 भाइले चाहिँ टायरको धुवा खाएर आएको छ अरे चार्जमा छ अरे हल्का नम्बर 2 झोला दादा नम्बर 2 ले के खाएको छ दादा टायरको धुवा खाएर आएको छ अरे चार्ज हान्दा छ अरे हल्का टायरको धुवा दादा कस्तो खालको टायरको दादा धुवा भनेको छ दादा ब्रेक हान्दाखेरि त चिप्लेर बुझ्न हो र त्यो कालो निस्किने वाला दादा को दादा नम्बर 1 साढेले झार्ने हो दादा त भाइ मजाले दादा नम्बर 2 त मोबाइलमा पनि चोपिएको थियो भनेको सुनेको थिएँ अस्ति लडेर अहिले नि सुन्न त त्यसै सुनेको भाइ अलिअलि थो पनि मिल्दो रहेछ मिल्न त छोड्दैन दादा त्यस्तो नभन्नु न नम्बर साढे भाइलाई त्यस्तो भने दादा? भाइ मैले भने होइन नि भाइ सरी हेर्न दादा मा उ त नम्बर 3 भाइ हेर्न त खाएर बस मासला ठीक है यो त लामो कोही नम्बर 3 भाइ कोही नम्बर 3 दादा एटिट्युड देखाए दादा दादा एटिट्युड कोही नम्बर 3 दादाले बोलाएको बोलाइ हुनुहुन्छ सुन्दिनस् नम्बर 3 लास्ट कोही लामो गच्छा साढे नम्बर 3 गुरास नानी सिली कुरास नानी दादा दादा कोही नम्बर 3 हटेरी नम्बर बुरा- 3 अफ छ होला दादा अङ्क्यामा गर्दै सक्दै बोला छैन तैँले एक्टिभ देखाएको भाइ मलाई नम्बर 3 दादा किन नबोलेको दादा सरक सरक पार्छ नम्बर 3 त एटिट्युडमा बसेको छ दादा दादा नम्बर 3 के भनेको दादा दादा हेर्नु त तपाईलाई तँलाई मैले कतिचोटि बोलाएँ तैँले कसलाई एटिट्युड देखाएको भाइ कहाँ छस् याद गरे अलिकति होइन दादा सरी दादा लामोको होइन सरी तँलाई तेरो खुट्टा टोक्नु पर्ने बोल्दाखेरि बोल्न भनेर बोल्न सक्दैन एकचोटि होइन बोलाउँदाखेरि दादा लामोको होइन दादा तपाईलाई डिस्काउन्ट दिन्छ दादा होइन दादा मर्लास नि तैले गोली खाने वाला छ सब मा सरी दादा अब डिस्काउन्ट लामोको सरी अन्डी चिकन है नम्बर 2 हुन्छ नम्बर 2 साढे ओइ त बिस्तारै खेले हुन्छ दादा हो र दादा ल ल ल नम्बर दादा हेर्नु तपाईलाई हो नि तेरो हो नि त हेरे त अलिकति ठाउँमा आइज है भाइ तँलाई अहिले फेरि हेरे बोल्नु नपरोस् है मैले लामो दादा मैले केही पनि सुने दादा एउटा गीत गाइदिए नि त सुन्दिम चिलियाडु मिनी गोल्डेनी चम्की दादा यहाँ हान्दिनु न भर्खर दादा मैले खाना खाएर बसेको कि दादा अलि होइन एउटा छोटो हात हान्दियो नि त भाइ ठिक भएको अलि मिठो होइन हाल्दैन म दादा म अब क्या सुन्न मन लाग्यो? चिउरा र अन्डा फुट्न आँटेको दादा भात खाएको दादा
एकछिन त रेस्ट लिनु पर्यो नि दादा बोल्नु न दादा दादाको पुरै मान्नु दादालाई इग्नोर हान यार अनुमतिको छोरीले दादा दादालाई किरियाले आफ्नै 1 तारिक आउँदैन तेरो देखाइहाल्छु नि म तँलाई अच्छा देखाइहाल्छु नि 1 तारिक आउँदैन किरियाले I दादा see the green light moonlight yo yo Yo, I'm ready to go. Oh, 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 oh. I see the green light light ready to go oh 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 दादा यति नै आउँछ नि दादा मलाई त होइन उ त्यहाँ हान्न पुरानो भन्ने नि दादा होइन अलिकति मेरो नि घाँटीको Thank you, प्रब्लम भइरहेको CRX, Limbo, my bro, for the 10 pound आलु के अरे छुट्टी के छौ आउँछेस 3 घण्टा खेल्छेस जान्छेस म एक बिहान साउ आएछ एकडा। गरेर बसे हुन्छु के गरेर बसे हुन्छु पुरानो साउले 10 पाउन्ड हालेर गयो एकडा। ढल्किनु भएको छैन जिम गरेर आएको खुट्टा उठाउनु भएको छैन भाइ यार बुझ्न ए तपाईँ हो नि खान्छेस दादा। सक्छेस आउँछेस गेम खेल्छेस जान्छेस त ए कति बेला जिम गर्यो भने दादा अनि वाचपट्टि गरेको बेलामा दादा म वाचपेटी हुनुभन्दा ठिक आधी घन्टा अगाडि गराएको थियौ यसो छिरेर आधी घन्टा मात्रै गर्नुहुन्छ लेकको दादा थियो दादा लेकको 3-4 लट हानेर आइहाल्यो क्या ए दादा हो नि नम्बर 2 भाइ होला है दादा हेर्नु न ल दादा कोही नम्बर 3 हजुर दादा रसिली हसिली आउ न यता Silly, silly, fantastic, man. दादा कहाँ जाने हो दादा गाडी पनि खोजेन त तर नम्बर 2 ले दादा गाडी ल्याए दादा गाडी ल्याउन कहिले भाइ पनि यो ल्याएपछि नम्बर 4 जना अट्नेले रहेछ यो नि नम्बर 2 लाई गाडी दिन कहिले पनि नपठाउनु नि दादा जो त यी ल्याए खोइ खोइ दादा पछाडि पछाडि बस म कुदाउँछु खोइ छोड ल दादा हामी गाडी खोजेर आउँदै गर्छौँ तिम्रो 2 जना अगाडि कुदै आइज ल भाइ हुन्छ दादा यो नम्बर 3 दादा खाँदैछन् दादा यहाँ छ गाडी दादा तिमीलाई कि दादा दाल आएको जस्तो छ खाना नपाएर उसलाई चाहिँ दादा खोइ नम्बर 3 ले चाहिँ नम्बर 3 ले खाँदैछ अरे अनि नम्बर 2 ले थुक निल्दैछ अरे कच्चा कच्चा गाउँ सुन्दै गजब बेइज्जती है गोला खाँदैछु दादा यो नम्बर 1 त बोल्दैन त भाइ तेरो मुखमा चाहिँ कसले हजुर के होइन हाल्छ दादा होइन दादा यहाँनिर मम्मी उठ्नु भएको छ क्या दादा यहाँ चिउरा र अन्डा भुट्दै थियो दादा गेम खेल्दा खेल्दै पनि घुर्छेस दादा ऊ अगाडि नि दादा दामी दादा फिनिसान म पनि चियामा घिउ हालेर खानु पर्यो दादा चियामा घिउ हालेर त कसरी खानु दादा चिया पनि निकालेर हो घिउ अलिकति लाज घिन भन्ने त मान्छेमा हुन पर्छ क्या सुरुप प्रोटिन हुन्छ अरे नि दादा त्यसमा त केसमा यो घिउमा त जति त्यसो तँलाई म एक बट्टा प्रोटिन पठाइदिन्छु ल अर्को महिना के बोले भाई अब के बोले त्यसो भए दादा तपाईँलाई म लिम्बे दादालाई म 1 महिना पछाडि एक बट्टा प्रोटिन पठाइदिनु पर्यो बिहान र बेलुका त म नि पठाउनु पर्छ भाइ भन्न त्यत्रो पर्दैन नि त्यत्रो पर्दैन क्या मेरो घरमा एउटा टुगा आयो भने भइगयो दिन गरेर हो नि दादा गीत सुनिदिउँ न त नम्बर 3 को फेरि एउटा